जय गण्डकी, हर हर महादेव। गण्डकी पतित पावनी काली गण्डकी कृष्णा गण्डकीको दर्शनका निम्ति देवघाटदेखि दामोदर कुण्ड शिरसम्म पुगेर तीर्थहरूको दर्शन गर्ने र गण्डकीको पूर्ण स्वरूपको दर्शन गर्ने सन्दर्भ अनुरूप आज हामी काली गण्डकी पदयात्रा 2082 को चौथो दिनमा छौं र यो चतुर्थ दिवसको प्रातकालीन समयमा हामी यहाँ घुमौरी घाटमा आइपुगेका छौं। घुमौरी घाटमा यसलाई यो गण्डकी कृष्णा गण्डकीको एउटा सबैभन्दा महत्त्वपूर्ण दुर्लभ विशेषता भनेको यिनी गण्डकीहरू पूर्व वाहिनी दक्षिण वाहिनी हुन्छन्। यिनी चाहिँ सर्ववाहिनी पूर्व पश्चिम उत्तर दक्षिण सबै दिशामा घुमेर बगेकी गण्डकी देवनदी काली गण्डकी। यहाँ यो घुमौरी घाटमा बीचमा 10 मिटरको मात्रै बाँकी अंश छ। सर्लक्कै शून्याकारमा घुमेर ओमको आकारमा आकारित भएको गण्डकीको उत्तर वाहिनी सहित सर्ववाहिनी प्रवाह स्वरूपको दर्शन गर्नका निम्ति घुमारी घाट प्रसिद्ध छ। गण्डकी किनारमा रहेको दिव्य तीर्थ, यहाँ अहिले मठ मन्दिर, ज्येष्ठ नागरिकहरूको स्याहार केन्द्र र साधनाका स्थलहरू निर्माण भइरहेका छन्। गण्डकीको यो पदयात्रामा आउनुभएन चाहनेहरूले, गण्डकीको दर्शन गर्न चाहनेहरूले घुमारी घाटमा गएर दर्शन गर्न सक्नुहुन्छ। जय जय गङ्गे, हर हर महादेव।